नमस्कार। आज सबैजनालाई मैले एउटा कुरो भन्न गइरहेको छु। आज संसदीय बैठकमा के साह्रो त्यो हुलदङ्गा भएको मान्य सदस्यहरू च्याउ 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 गर्छ नि बाँदर। मान्य सदस्यहरू म केही भन्न खोज्दैछु। एउटा संसद भवनभित्र भनेको कस्तो ठाउँ हो त्यो? संसद भवन भनेको कस्तो ठाउँ हो त्यो पहिला बुझ्नुपर्छ। त्यहाँभित्र स्थिति मान्य सदस्यहरू अनि तपाईँको त्यो हर्खे के नाम के हर्ख साम्पाङ तिनी नै हुन् यो देशको मान्य सदस्यहरूलाई मैले केही मान्य सदस्यहरूलाई मैले केही भन्न खोज्दैछु। मेरो कुरा सुनिदिनुहोस्। अहिले म गृहमन्त्री हुनु मान्य सदस्यहरू यो देशको राजा हुनु काम भने मान्य सदस्यहरू भने पनि तिनकै मात्रै लाग्यो। अनि हर ठाउँ मान्य सदस्यहरू अनि के कारण हो? बालन सरकार यस्तो गरिदिनुहोस् कि अब जो मान्छेले अराजक गर्छ नि त्यसलाई सिधै मान्य सदस्यहरू कालकोठीमा हाल्ने नियम लगाउनुहोस्। मान्य सदस्यहरूसँग नियमावली छ। एकदम राम्रो तरिकाले मान्य सदस्यहरूले बनाएको नियमावली त्यसमा म मान्य सदस्यहरूले बनाएको नियमावली पढेर सुनाउन चाहन्छु। छन् भनेपछि तिमीलाई मान्य सदस्यहरूले बनाएको नियमावली म पढेर सुनाउन चाहन्छु। जस्तै वनमा धेरै मान्य सदस्यहरूले बनाएको नियमावली बस्ती बसाल्नुहोस्, सबलाई लाल पूजा दिनुहोस्, त्यो गर्नुहोस्। तर अराजक गीत हुन्छ रेकर्डिङ भनेपछि तथा आफूले गर्दा सुराङ्कनका अराजक लागि हुन्छ भने उपयुक्त त्यसलाई कति नियम गन्तव्य लगाउनुहोस्। सांस्कृतिक संस्था